कार्तिक शुक्ल पूर्णिमा तिथि पौराणिक कथा अनुसार शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा राजकुमारले देह त्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिन। काभ्रेपलाञ्चोकको ऐतिहासिक धार्मिक रमणीय तथा पर्यटकीय स्थल नवबुद्ध गौतम बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमिका रूपमा परिचित छ। नवबुद्धलाई नमोबुद्धाय नमःबाट नवबुद्ध नामाकरण भएको दस्तावेजमा उल्लेख छ। उक्त स्थान नवबुद्ध नगरपालिका 11 नवबुद्धमा कार्तिक शुक्ल पूर्णिमाका अवसरमा चतुर्दशीदेखि प्रतिपदासम्म मेला लाग्छ। यस अवसरमा उक्त मेला मंगलबारदेखि 3 दिनसम्म मनाइदैछ। किंवदन्ती अनुसार द्वापर युगमा उनी राजकुमारको अस्थि पञ्चर गाडेर नवबुद्धमा बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजा अर्चना तथा दीप प्रज्वलन गर्न वर्षेनी बौद्ध धर्मावलम्बीहरूको बाक्लो घुइँचो लाग्ने गर्छ। वर्षेनी लाग्ने मेलामा करिब 50,000 जनाले नवबुद्ध देवीस्थलको दर्शन तथा पूजा अर्चना गर्ने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। जात्राको सुरुको रातभरि नवबुद्धमा मेला लाग्छ भने मेला अवधिभर परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिन्छ। मेला अवधिभरि पितृको सम्झनामा बत्ती बालिन्छ। यहाँ वर्षेनी पितृका लागि बत्ती बालिन्छ। बत्ती बाल्नाले पितृलाई वर्षभरि उज्यालो हुने मान्यता रहिआएको छ। विशेष गरी तामाङ र नेवार समुदायका धर्मावलम्बीले मेला भर्ने गरेका छन्। तत्कालीन पञ्चलादेश पनौती राज्यका राजा महारथ र रानी सत्यवतीका 3 छोरा पूर्वतर्फको गन्धमान पर्वत जंगलमा शिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएकी सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देह त्याग गरी जीवन प्रदान गर्नुभएको किंवदन्तीमा उल्लेख छ। सोही विश्वासका आधारमा प्रत्येक कार्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्छ। 5 डमरू जन्माउने बघिनीलाई लक्ष्मी र ती 5 डमरूलाई भिक्षु मानिएको हो। राजकुमारले बघिनीलाई बचाएर आफूले देह त्याग गरेपछि रानीले सोही नजिकै बाँकी जीवन चैत्य सेवामा बिताउनु भएको थियो। लामा गुरु भन्छन् तत्पश्चात राजा रानी शङ्खेश्वरी अजी अजिमाको नामले चिनिनुहुन्छ।